नानी बाबु कहाँ छौ? स्कुल जाने बेला भयो, आऊ। आमा हामी त स्कुल त जान लाग्यौँ तर कापी र कलम थोरै छ। बाबु अहिले नयाँ कापी र कलम किन्ने अवस्था नै छैन। दादा चिन्ता नमान्नु, जति छ त्यहीमा लेखौँला नि। बुढा घरको खर्च धेरै बढ्दैछ, काम पनि पाइँदैन। मलाई त धेरै चिन्ता लाग्न लागिसक्यो, के गर्ने होला। म आज फेरि जङ्गल जान्छु बुढी, अलि बेसी दाउरा जम्मा गरेर। त्यही दाउरा बेचेर घर खर्च चलाउने त होला नि, अरू के नै काम पाइन्छ र हाम्रो ठाउँमा। दाउरा बोकेर धेरै थाकिन्छ नि बुढा, शरीर धेरै दुख्छ होला। कति बोक्नुहुन्छ दाउरा? दाउरा पनि पाइँदैन, जङ्गल पनि छैन यहाँ। कता गएर ल्याउनुहुन्छ दाउरा? के गर्नु बुढी, आफ्नो किस्मतमै यस्तै ल्याएर आएपछि गर्नु पर्दो रहेछ। बच्चाको भविष्य बनाउनको लागि पनि दुःख सङ्घर्ष धेरै गर्नुपर्ने भयो। गर्नै पर्छ, मैले नगरे यो घरमा कसले गर्छ र बुढी? तपाईँ मात्रै कति दुःख गर्नुहुन्छ? भोलिबाट म पनि जान्छु तपाईँसँगै। शान्ति, कहिलेकाहीँ त मलाई यस्तो लाग्छ यो स्कुल पढ्न पनि छोडिदिउँ जस्तो लाग्छ। बाबालाई धेरै दुःख छ नि त। होइन दादा, तपाईँले त पढ्नु पर्छ। तपाईँ पढ्नुभयो भने हाम्रो सबै दुःख जान्छ। मम्मी के गर्न लाग्नुभयो? म्यामले त आज मलाई धेरै पढाउनु भयो त। हो र नानी, ज्ञानी भएर पढ्नु है। बाबा आज स्कुलमा राम्रो पढायो भने आज नयाँ सर पनि आउनुभएको थियो, उहाँले त राम्रो पढाउनु रहेछ। हो र छोरा, यदि भगवान्ले चाहे भने एक दिन हाम्रो पनि खुसीको दिन आउला नि छोरा। धेरै राम्रोसँग ज्ञानी भएर पढ्नु है बाबु। जुम्रा मात्रै परेछ नि त धेरै। काम मात्रै भन्ने नानीको त जुम्रा पैसा। ए हेर ल